होइन, ठुला पार्टीबाट चुनाव लड्दाखेरि पैसा बढी लाग्छ भनेर साना पार्टीमा प्रवेश गरेको हो। अझ ठुला पार्टीले भन्दा 5 गुणा बढी पैसा पो माग्छन् त। पैसा दिन नसक्नेलाई त समानुपातिक सूचीबाट पनि पो हटाएछन्। नेतागणले आफ्नै परिवारका श्रीमती, भाइ, बहिनी, ज्वाइँलाई राखेछन्। हामी त उही नारा जुलुसमा मात्रै हिँड्ने हो। पद र सुविधा जति त सबै आफू केन्द्रित पो गर्दा रहेछन्। कस्तो खालको व्यवहार! नयाँ र पुराना पार्टीमा के भिन्नता भयो त? यसो गर्ने हो भने त राम्रो चाल देखिएन। साना पार्टीले त झन् धोका पो दिए त। ठुला पार्टी मगा भयो भनेर साना पार्टीमा लागेको जागिर छोडी छोडी लागेको त जागिर पनि गयो, समानुपातिक सूचीमा पनि आफ्नो नाम पर्न सकेन। अब के गर्ने होला? बर्बाद भयो, परिवार कसरी पाल्ने?